जनकपुरबाट नजिकै आधा घण्टामा पुगिने प्रसिद्ध धार्मिक स्थल जलेश्वर महादेव मन्दिर आज हामी दर्शन गर्न आइपुगेका छौँ। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। चाहिँ साउन 28 गतेको दिन मेरो ड्याडीको जन्मदिन परेकोले गर्दा आज हामी आएका छौँ जलेश्वर महादेव मन्दिर। हामी चाहिँ 4 जना आएका छौँ, मी, ड्याडी, म र मेरो बाबु। यता चाहिँ मेरो बाबु परेवा हेर्दै माथि माथि चरी भन्दै रमाइरहेको छ। अगाडि चाहिँ मम्मी हुनुहुन्छ, मस्त अगाडि जाँदै हुनुहुन्छ हेलो भन्दै। मन्दिर चाहिँ हेर्दा कति रमाइलो, देख्ने बित्तिकै कति आनन्द आउने फिल हुने। हामीले चाहिँ अब पूजा गर्न पनि स्टार्ट गरिसक्यौँ। यता मैले जल चढाउँदैछु। हामीले चाहिँ घरबाटै बत्तीहरू लिएर गएका थियौँ अनि उता पूजा गर्न पनि सुरु गरिसक्यौँ। यता मम्मीको भिडियो चाहिँ मैले बनाउँदैछु अनि मम्मीले चाहिँ मेरो बनाइदिँदै हुनुहुन्छ। पालो फेरो गर्दै हामी भिडियो बनाउँदै मस्त पूजा गर्दै भिडियो बनाउँदै गरिरहेका छौँ। आनन्द भइरहेको छ यो मन्दिरमा। मन्दिरमा एकदम छुट्टै रमाइलो, खुसी, आनन्द भइरहेको छ, मन शान्त भइरहेको छ। यता फेरि बाबु र ड्याडी घन्टी खेल्दै रमाउँदै गरिरहेछन्। यता चाहिँ म चाहिँ नकल पालिरहेको छु। हेर पूजा चाहिँ सकेको छैन है, यता मन्दिरहरू थुप्रै छ नि त, अनि त्यही भएर अलिअलि गर्दै मम्मी चाहिँ मन्दिरमा पूजा गर्दै हुनुहुन्छ। बाबु चाहिँ बदमासी गरेको गरे। यता पोखरी छ कि ठुलो पोखरी, त्यहीँ जाने घरि नघरि त्यहीँ जान। जलेश्वर महादेव मन्दिर एउटा धार्मिक स्थल भए पनि पोखरी चाहिँ एकदम फोहोर थियो कि त्यहाँको पोखरी चाहिँ। मेरो बाबु, मैले चाहिँ बाबुलाई बोकेको छु र घन्टीमा चाहिँ घन्टीसँग मात्र खुब रमाइरहेछ मेरो। मलाई टिका लगाइदिँदै हुनुहुन्छ पुरै डेन्जर स्टाइलमा। टिका लगाइदिइसकेपछि मैले मम्मी दर्शन भन्छु, ढोके मम्मीलाई। मम्मीले पनि भाग्यमानी हुनु भन्नुभयो। त्यसपछि मम्मीले बाबुलाई टिका लगाइदिनलाई पछाडि कुदिरहनु भएको छ। फाइनल्ली समातेर टिका चाहिँ लगाइदिनु भयो बाबुलाई। मन्दिरमा पूजासुजा भइसकेपछि एकछिन बस्नुपर्छ भन्ने चलन छ कि भन्छन् त्यस्तै, अनि त्यही भएर हामी एकछिन बसिरहेका छौँ। यता ड्याडी हुनुहुन्छ, ड्याडी पनि बस्न लागिरहनु भएको। बाबुले धेरै चकचक गर्यो भनेर मम्मीले चाहिँ कारमा बोक्नु भएको। त्यसपछि हामी मेरो साथीको घरतिर लाग्यौँ। उनीहरू चाहिँ भर्खर उठ्या रहेछ कि उसको 2टा नानी हेर्न सक्नुहुन्छ। साथी घर पनि एकछिन बसेपछि हाम्रो निस्किने बेला भयो। बाबु चाहिँ पहिलोचोटि उसको घरमा गएको भएर होला साथीको मम्मीले चाहिँ उसलाई बिस्कुट खाने पैसा पनि हातमा राखिदिनु भयो। मनमोहक ठाउँमा बस्न मन लाग्दै पनि अब के गर्नु, घर जाने बेला पनि भयो। ल जलेश्वर महादेवले हामी सबैको रक्षा गरून्। हर हर महादेव। थ्याङ्क यू फर वाचिङ। बाई।